समितिका अध्यक्षज्यू आदरणीय बुवा साथै गरी यस कार्यक्रमका प्रमुख अतिथिज्यू जो यस विद्यालय स्थापना कालका जग्गादाता पनि हुनुहुन्छ आदरणीय बुवा राम बहादुर भण्डारीज्यूलाई धेरै नमन गर्न चाहन्छु। यसै गरी यस विद्यालयका प्रिन्सिपल मिलन केसीज्यू, यहाँ पाल्नुभएका विभिन्न सङ्घ संस्था ओडा पालिका लगायत विभिन्न सङ्गठनहरूबाट पाल्नुभएका सम्पूर्ण अभिभावकज्यूहरूलाई यहीँबाट नमन प्रकट गर्न चाहे र साथसाथै अघि हामीले डान्स हेरेको सानो भाइ बहिनीदेखि लिएर यहाँ अध्ययनरत गर्ने सम्पूर्ण विद्यार्थी साथीहरूलाई म मेरो व्यक्तिगत तर्फबाट, विशाल कोइरालाको व्यक्तिगत तर्फबाट र सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट स्वीकार्नुहोस् नमस्कारको नानो अभिवादन। नमस्कार। आज यस सयपत्री मावि निकै रमाइलो माहौलमा चाहिँ होमिएको छ, एउटा सुनौलो पहलमा आएको छ। 2041 सालमा स्थापना भएर आज ठ्याक्कै हामी 41औं वसन्तको वार्षिक उत्सव कार्यक्रम मनाउँदै गर्दाखेरि यस हिसाबले भन्दै गर्दाखेरि हामीले 41 वसन्त पार गर्नु भनेको नै एउटा ठुलो आयाम पार गर्नु हो, ठुलो खुल्किलो पार गर्नु हो। धेरै उतार चढावका बावजुद विद्यालय यहाँ आइपुगेको कुरा हामी सबैलाई सर्वविदितै छ। म त अझै हजुरहरूको तुलनामा सानै छु, अगाडि व्हिलचेयरमा बसिरहनु भएको बुवाको तुलनामा उतापट्टि बसिरहनु भएको आमाहरूको तुलनामा म धेरै सानो छु। मैले भन्दा सयपत्री माविले भोग्न परेको उतारहरू चढावहरू कति बाढी आयो होलान्, कति अडचनहरू आयो होलान्, कति समस्याहरू आयो होलान्। यहाँ अगाडि भएका अग्रजहरूले धेरै निकै ठुलो सहयोग गरेर, निकै ठुलो हाते मालो गरेर सयपत्री माविलाई यस स्थानमा ल्याइपुर्याउनु भएको छ। त्यसकारणले आज होइन 2041 भनेको अहिलेको नयाँ पुस्तालाई पनि मैले बुझाउनै पर्ने हुन्छ। अझै विशेष गरी मलाई म्यामले अघि आउने बित्तिकै जेनजी पुस्ता भनेर भन्नुभएको थियो। मलाई बसन्ती म्यामले, रुकुडी म्यामले मलाई पढाउनु भएको सानोमा नर्सरी क्लासदेखि नै पढाउनु भएको म्यामहरू हो। म अहिलेको नयाँ पुस्तालाई बुझाउन चाहन्छु कि 2041 सालमा नेपालमा प्रजातन्त्र थिएन अथवा लोकतन्त्र थिएन। त्यस बेलामा हामी पञ्चायत कालमै थियौँ। पञ्चायत कालको बारेमा त हामीलाई त्यति धेरै ज्ञान नहोला, तर हामीभन्दा अग्रजहरूसँग बुझ्न सक्छौँ। त्यस्तो अवस्थामा पनि सुन्दर बजारमा एउटा बोर्डिङ स्कुलको आवश्यकता छ, जसले अलिकति परिमार्जन शिक्षालाई चाहिँ अँगालोस्, जसले संसारको शिक्षा एउटा दिशामा गति लिएर अगाडि बढ्दै गर्दाखेरि हामी सुन्दर बजारवासी सायद अलिकति पछाडि परेको हो कि भन्ने भाव भएर त्यस भावनालाई आत्मसात गर्दै बोर्डिङ स्कुललाई अझै भनौँ अङ्ग्रेजी माध्यम नै सबै कुरा हो भन्न खोजेको त होइन, र पनि समयको माग अनुसारको त्यस बेलामा अङ्ग्रेजी माध्यम बोर्डिङ स्थापना सञ्चालन गर्नुपर्छ भनेर जुन व्यक्तिहरू लाग्नुभयो उहाँहरूलाई विशेष गरी म आभार प्रकट गर्न चाहन्छु। यस सयपत्री माविको अर्को एउटा विशेषता भनेको यो कुनै निजी संस्था होइन, यो नितान्त रूपमा गुठीमा आबद्ध भएको संस्था हो। र यो कसरी स्थापना भएको थियो भन्दाखेरि मैले पनि सुने अनुसार, पढे अनुसार, बुझे अनुसार तत्कालीन व्यवस्थापन समितिहरू बनाएर यहाँको भद्र भलादमीहरू अग्रजज्यूहरू चाहिँ भएर रामबहादुर बुवा त अगाडि नै हुनुहुन्छ, उहाँले तत्कालीन 2041-42 सालमा नै 5 लाख बराबरको जग्गा दान गरेर यस सुन्दर बजारलाई हामीले शैक्षिक रूपमा क्रान्ति गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भनेर सम्झिनु भएकोमा चाहिँ यस विद्यालयलाई योगदान पुर्याउनु हुने सम्पूर्णहरूप्रति चाहिँ म पनि यहीँको प्रडक्ट हो, यहीँको उत्पादन भएको नाताले सम्पूर्णमा फेरि पनि म नमन गर्न चाहन्छु। यस भन्दै गर्दाखेरि थोरै मैले अहिलेको वर्तमान परिस्थितिलाई पनि हामीले जोड्न पर्ने हुन्छ। विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा चाहिँ हामीले विद्यालयको टिका टिप्पणी सुनेका छौँ, बुझेका छौँ। सामाजिक सञ्जालमा मात्र होइन कि म समय मिलेसम्म म व्यक्तिगत रूपमै पनि विद्यालयमा आइरहेको हुन्छु। यहाँभन्दा प्रिन्सिपल सरहरूसँग, अरू म्यामहरूसँग, विद्यार्थीहरूसँग पनि भेटघाट गरिरहेको हुन्छु। त्यस 2041 सालको विद्यालय यहाँसम्म आउँदै गर्दाखेरि लमजुङको ज्येष्ठ बोर्डिङ स्कुल हो। यहाँसम्म आउँदै गर्दाखेरि सायद अलिकति चाहिँ हामी वर्तमान अवस्थामा अलिकति ढल्मलिएको हो कि, हामी अलिकति कमजोर भएको हो कि, हामीले यो कुराहरूलाई एकचोटि आत्मसात गर्नुपर्ने नै छ। यो कमजोर किन हुँदैछ विद्यालय, यहाँ चाहिँ विद्यार्थीहरू हामीले सुन्दर बजारमै किन रोक्न सकिरहेका छैनौँ, या अहिलेको परिमार्जन शिक्षामा जुन शिक्षा एआईको जमाना आइसकेको छ। हिजो अस्तिसम्म हामीले पढ्दै गर्दाखेरि सरहरूले भन्नुहुन्थ्यो, व्यवस्थापन समितिको अगाडि दिपक बुवालाई पनि देखाएको छु, म पढ्दै गर्दाखेरि बुवाले एकदमै मलाई माया गर्नुहुन्थ्यो। बुवा लगायत सम्पूर्ण बुवालाई मैले यहीँबाट नमन गर्न चाहन्छु। बुवाहरूले भन्नुहुन्थ्यो, हामीलाई म सम्झिन्छु, क्याप्टेन लोकबहादुर दुरा बुवा हुनुहुन्थ्यो। म पढ्दै गर्दाखेरि बुवाहरूले भन्नुहुन्थ्यो कि बाबु हाम्रो पालामा पाइएन, तिमीहरू कम्प्युटरको जमाना हो, राम्रोसँग कम्प्युटर पढ है भनेर हामीलाई जबरजस्ती कम्प्युटर ल्याबमा जाऊ, यसरी गर, कम्प्युटर खोलेर देखाउ त मलाई भनेर उहाँहरूले जुन लेभलमा सिक्नुहुन्थ्यो भनेपछि आज म यही स्थानमा बसेर भन्न चाहन्छु कि आज कम्प्युटरको मात्रै बेला रहेको छैन, आज एआईको बेला आइसकेको छ, आर्टिफिसियल इन्टेलिजेन्सको बेला आइसकेको छ, च्याट जीपीटीको बेला आएको छ, जिमिनाईको बेला आएको छ। सम्भवतः तपाईँहरू प्यारेन्ट्सहरूलाई पनि महसुस भएको छ होला, घरमा सामान्य फेसबुक चलाउँदै गर्दाखेरि बाबु के आएछ हेर त नोटिफिकेसन, फलानु आन्टीलाई फ्रेन्ड रिक्वेस्ट पठाइदियो त,
भनेर हामीले केटाकेटीले नै सुन्न पर्ने बेला भइसकेको छ भने पछाडि अब हाम्रो शिक्षा पनि कता ट्रान्सफर हुनुपर्छ भन्दाखेरि बिस्तारै यो सबै कुराहरूलाई चाहिँ हामीले बुझ्दै गर्दा पनि एआईमा हामी कसरी ट्रान्सफर हुने त। त्यस कारणले गर्दाखेरि सायद विद्यालय अलिकति कम्प्युटर शिक्षामा होस् या आगामी जुन नयाँ जेनेरेसनले चाहिरहेको छ त्यो जेनेरेसनले त्यो पुस्ताले पाएको चिजमा हामी जान सकेछौँ कि सके छैनौँ। अब पहिलाको जस्तो एकाडेमिक ज्ञानले मात्रै हामीलाई पर्याप्त